हेलो नमस्ते साथीहरू। आज हामी दुई भाइ मिलेर पूर्वी रुकुमको रुकुमकोट जाँदैछौँ है त। हाम्रो पुरा भिडियो हेरिदिनु होला। भाइले बाइक कुदाइरहेछ, म चाहिँ पछाडि बसिरहेको छु है त। फाइनली हामी धौला पहिरा आइपुग्यौँ साथीहरू है। यो चाहिँ धौला पहिरा हो, धौला पहिराको पुल। अब यहाँदेखि रुकुमकोट एकदमै नजिक छ। करिब हामी 20 मिनेटमा पुग्छौँ होला। बाटो त वाउ छ, वाउ। बाटो इज एकदम दामी छ है। हामी आएको बाटो हो अगाडिको धौला पहिराको। फाइनली हामी रुकुमकोट पुग्यौँ साथीहरू है। फाइनली रुकुमकोट। वाउ, हेर्नुहोस् त कति दामी छ। अगाडि कमलताल छ, माथितिर हेर्नुभयो भने रुमालवारा देखिन्छ, अनि तल छिप्रीदह देखिन्छ, अनि अलि माथि हेर्नुभयो भने हस्पिटल पनि देखिन्छ है। यो हस्पिटल जाने गेट हो। अनि एकदमै राम्रो छ। आज तपाईलाई हामीहरूले यहाँका सिनहरू सबै देखाउनेछौँ र सबैले भिडियोलाई चाहिँ स्किप नगरी हेरिदिनु होला। अहिले हामी छिप्रीदह छौँ। यो चाहिँ छिप्रीदहको बजार हो है त साथीहरू। अब हामी छिप्रीदहदेखि माथि कमलताल हुँदै माथि लेकतिर जाँदैछौँ। त्यहाँ गएर हामी तपाईहरूलाई अब अझै त्यहाँको रुकुमकोटको एडभेन्चर बाटोहरू पनि देखाउनेछौँ। तपाईहरूले हेर्न सक्नुहुन्छ। अब हामी लाग्यौँ कमलतालतिर है त। कमलतालदेखि माथि हुँदै हामी रुमालवारा जानेछौँ। त्यहाँनिर बाटो एकदम एडभेन्चर, अलिकति डेन्जर त डेन्जर नै छ। त्यही पनि तपाईहरूको लागि भए पनि हामी त्यहाँ गएर सिनहरू देखाउनेछौँ। कमलताल हेर्नुहोस् त तलतिर, वाउ छ है साथीहरू है। तपाईहरू अपलोड गर्नुको लागि पोखरा मुस्ताङ जानु पर्दैन है। मुस्ताङ जानु पर्दैन अपलोडको लागि। रुकुमकोट आउनुभयो भने रुकुमकोटको एकदमै अफरोड हो है। यहाँ तलतिर हेर्नुभयो भने कमलदह छ। यता हेर्नुभयो भने यो एकदमै एडभेन्चर। यहाँ चाहिँ हिमालयन बाइकहरू र केटिएम एडभेन्चरहरू हिँड्ने जस्तो ठाउँ छ है। तपाईँहरू पनि यो एडभेन्चरको मजा चाख्न चाहनुहुन्छ भने आउनु होला। वेलकम छ रुकुमकोट। ओह माई गड, ये बाटो त यस्तो बाटोमा हिँड्नुपर्छ है साथीहरू। एक गेरमा पनि दौगा तान्छ बाइकले है। यो हेर्नुहोस् त, यो चाहिँ रुकुमकोटको हो। हामी चाहिँ तलबाट एडभेन्चर बाटो हुँदै अहिले चाहिँ हामी फाइनली यो उसमा छौँ, कमलदहदेखि ठ्याक्कै माथि। एकदमै अफरोड पनि छ। यस्तो बाटोमा आएको छौँ। हेर्नु त, यो सानो बाटो छ। यसमा बाइकले पनि करिब एक गियरमा पनि एकदम गाह्रोसँग तान्छ। र तलतिरको सिनहरू हेर्नुहुन्छ भने एकदमै रमाइलो छ, बबाल छ। अब हामी कहाँ जाँदैछौँ? त्यो मन्दिरमा जाँदैछौँ है। त्यहाँ पनि सायद मन्दिर नै छ, यहाँबाट देखिरहेछ। राम्रो ठाउँ छ। हामी चाहिँ ऊ तल कमलदह हुँदै रुमालवारा भन्ने ठाउँमा छौँ। अनि यहाँनिर यो दुईवटा टावर छ। यो कुनको टावर है यो चाहिँ थाहा भएन। एउटा नमस्ते, एउटा एनसिएल हुनसक्छ सायद। अनि यता हेर्न सक्नुहुन्छ, यो पारी देखिने गाउँ चाहिँ थाहा भएन हामीलाई है। अब यहाँबाट तल हेर्ने हो भने यो चाहिँ पूर्वी रुकुम लुकुम काँक्री जाने बाटो तल देखिरहेछ। हामी दुई भाइ चाहिँ यतातिर छौँ है। आज हामी चाहिँ यतातिर छौँ साथीहरू है। टेन्सन मान्नु पर्दैन। विदाउट चिक्स अवस्था यस्तो छ। हेर्नुहोस्, जीर्ण छ, जीर्ण। बाटो रुकुमकोटको मेडिकल हो है। प्याडमा है त साथीहरू। यहाँ खै त जान मिल्छ कि मिल्दैन? तपाईँ सिसिटिभी क्यामेराको निगरानीमा हुनुहुन्छ ल। एकदमै हावा चलिरहेछ। हामी चाहिँ अहिले रुकुमकोटको यो हेलिप्याडको नजिकै छौँ है त। यो चाहिँ हेलिप्याड हो यहाँको। यो
हेलिप्याड हो, त्यसपछि लिएर यो चाहिँ हस्पिटल हो है, यहाँको हस्पिटल हो। अनि यो यता कमलताल हो है, अनि यता चाहिँ छिप्रीदह हो होइन, छिप्रीदह रुकुमकोटको। हामी दुई भाइ चाहिँ अहिले यहाँ आइरहेछौँ। यो हेलिप्याडको छेउछाउमा यो भेडा बाख्राहरू पनि छन्। अनि तल चाहिँ तालिम चलिरहेको रहेछ पुलिसहरूको, सायद भिडियो खिच्न नदिँदैनन् होला। फाइनली हामी अहिले कमलतालको छेउछाउमै छौँ है साथीहरू। यस्तो राम्रो छ, यता मन्दिर छ। अनि हेर्नुहुन्छ भने यता यो प्रतीक्षालय छ, अनि यो पिपलको रुख। यता स्विमिङ गरिरहेछन् बच्चाहरूले। त्यहाँ यहाँनिर दुईवटा बहिनीहरूले फोटो खिचिरहेछन्। हेर्नुहोस् है, त्यहाँ माथि हस्पिटल छ, अघि हामी आइरहेको बाटो एडभेन्चर बाटो। अनि यो कमलताल एकदम राम्रो छ।